हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। कोही नयाँ हुनुहुन्छ भने म चाहिँ असिता नेउपाने डेली भ्लग गर्ने गरेछु। सबैलाई त नमस्ते। आज कपुर म चाहिँ ह्यान्डसममा लुगा पुऱ्याउनु जाँदैछौँ स्कुटी लिएर। सरी अनि यहाँ लिन आएको चाहिँ एक दुईवटा हाम्रो सबै इटरी उता दमकबाट जान्छ नि त। यहाँ चाहिँ यहाँ भिडियो खिच्न ल्याएको मात्र हुन्छ, एक दुईवटा हुन्छ। त्यो चाहिँ अब यहाँ घरसम्म लिन आएको छु, 15 रुपियाँ लिन्छ कि, अनि त्यही भएर पुऱ्याउन जानु लाग्यो। अब म चलाउँछु जाँदाखेरि चाहिँ, आउँदाखेरि थप्नु चलाउँछु। अब जान्छ भने चाहिँ मैले हेलमेट लाउँछु। अनि गाइस हामी चाहिँ सामान लिएर आइसक्यौँ, अब जान्छौँ। जिल्ला लिएर आएको बाटो काट्यो सक्दैन सबै छ स्कुटी पारी नै। यहाँ चाहिँ जान्छौँ त्यहाँसम्म, अनि घर जान्छौँ। अनि स्कुटी सर्भिसिङमा दिने आज, अनि त्यहाँबाट घर हिँड्दै जान्छौँ। सर्भिसिङ लिएर अब हिँड्दैछौँ। जुत्ता लगाएर आएको थिएँ, कस्तो मन पर्छ मलाई टुकटुक पार्दै। अनि अब यहाँबाट यहाँ पार्टी पुग्नुपर्छ हामी, हेरेर जाने हो। हेरेर लाग्ने अब सर्टकट हो, त्यही जान्छौँ। पुरा आयो अब बेलुका हेर हुन्छ, पर्छ कति हजार तिर्नुपर्ने। कति हुनु खै चम्चा हेरेर भात खाउनु घरमा भात खाने हो। भुटे भात फ्राई राइस हो कहाँ भुटे भात हुन्छ? फ्राई राइस आमा यस्तो सम्झाउनु दिँदैन कसैले। हेलो गाइज, मेरो चाहिँ यस्तो टाउको दुखिरहेको थियो मोबाइल युज गरेको। अब यति म्यासेज छ नि पुरै नगरौँ होइन। अनि मैले त यो होलसेलहरू पनि तर हुँदैन होला, होलसेल पनि त्यस्तो लुगा तर होइन 6वटा पिस अर्डर गरेको छैन क्या। अब यो अगाडि ल्यायो भने पनि त नजाला भन्ने डर हुन्छ, ल्याए अनि नल्याए यत्रो भाइरल भइदिन्छ, लुगै हुँदैन। टेन्सन हुन्छ क्या। म त आजकल लुगा भाइरल भएर आएको, तर क्वान्टिटी बेच्छु भनेर थोरै राखेको हुन्छु होइन, तर लुगै हुँदैन क्या। अनि अहिले मैले 100वटा बेच्न सक्यो भने त थोरै राखेको छु यसमा, अनि बेच्न सक्यो भने धेरै हुन्छ नि त। अनि हामी चाहिँ स्कुटी सर्भिसिङ गर्न दिएछौँ, अनि त्यो लिन जानु लागेको। अब कोदेखि त मोबाइल यति हेरिसक्यो मलाई थाहा छ, हमिरा जस्तो भएको छ। यता चाहिँ उचाउ जानु लागेको पारी थियो, अनि त्यही लिन गएको स्कुटी। अब कस्तो भयो होला, सबै गरेर है सर्भिसिङ गरेर त्यो हाम्रो त्यो के अरे एक्सिलेटर कि के भन्छ नि भयो, अब त्यो पनि अलिक उठ्यो अरे। अब त्यो पनि बनाइदियो भने मैले चलाएपछि नयाँ हुन्छ, नयाँ हुन्छ के हो। तेल हाल्नु जाने होला आज, यति अँध्यारो भइसक्यो। यहाँ लुगाको कुरा गर्दा गर्दा त्यो दिमाग भइसक्यो। आज पनि 25,000को लुगा हालेछ। लुगा आयो भन्नुहोस्। स्कुटी सर्भिसिङ भइसक्यो, गर्न मिल्ने जति चाहिँ उसले गरिदियो अरे। ए हो के गरेर हामी चाहिँ घर जान्छौँ। ऐना पनि तिलीको टल्केछ, त्यहाँ अलिक बजार नि त टल्केछ। ब्रेक लगायो हेर त बजेन। एउटा काम नगरेर एउटा काम गरेर मैले बुझाउनै पर्छ गाइस। 3चोटि भइसक्यो क्या मलाई त। कतिचोटि भन्दा 3टा पसलमा अर्कोले दिन्छ भने पसलले गऱ्यो। आफ्नो किन्नेले पनि मलाई कन्टिन्यू दिनु सक्दैन क्या।
आफै खोज्नु पऱ्यो भन्नु लाग्यो आफूले बनाएर गार्मेन्ट बनाएर सिलाएको। हेलो गाइज गुड मर्निङ आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म त भर्खरै उठेको भन्दा नि बिहानै उठ्यो अनि उठ्यो होइन अनि यतापट्टि चाहिँ मैले के गरिरहेको भाँडा मान्दा राइस कुकर बनाएको छु अनि म त बिहान उठेको अनि यतापट्टि चाहिँ होम गरिरहनु भएको छ नि त्यो शङ्करले होइन अब सङ्घ बजायो भने हाम्रोतिर अब मान्छे मरेको बेला सङ्घ बजाउँछ नि अनि त्यो उठेर झस्याङ्ग भएको म शङ्करले एकछिन मुटु ढुकढुक ढुकढुक भयो अनि एकछिन के हो फिल्म हेऱ्यो त्यहाँ होम लाउनु भएको थियो आज। अनि त्यसपछि एउटा के हो ब्लग हो कि के हो रिटर्न के भन्ने मलाई याद नै भएन त्यो फिल्म हेरेँ होइन। अनि फेरि एकछिनमा रिप्लाई पहिला उठ्ने बित्तिकै त्यसपछि ढुकढुक भयो सबै रिप्लाई दिएँ 4 बजे क्या कसले त रिप्लाई पनि दिनुभएको थियो 4 बजे मस्तै हुनुहुन्थ्यो होला। अनि 4 बजे रिप्लाई दिएँ अनि त्यसपछि कसैको आफू जतिको चाहिँ फेरि रिप्लाई ब्याक गरेँ अनि रिप्लाई आएन। अनि त्यसपछि त्यो फिल्म हेरेँ अनि त्यसपछि सुत्दिएँ म त अनि फेरि निराएछ अनि 8:30 बजे उठेर चिया र धुन खाएँ अनि मेरो लुगा धुन्थ्यो तर यहाँ आमाको हाल्नु भएको रहेछ अनि पल्पसा चाहिँ यहाँ भात खाएर भाँडा माझिसकेको भाँडा माझ्दैछ पल्पसा। आज स्कुल छुट्टी स्याटरडे त्यही भएर मेरो भ्लग चाहिँ यस्तै आइरहेछ किनभने एकदम बिजी छु लुगा नभएर झन् टेन्सन हुन्छ कि अर्डर आउँछ लुगै हुँदैन भने मार्केटमा तर यसो मलाई धेरै लुगा दिनेले यस्तो कन्ट्याक्ट हान्नु न मैले 100 पिस भन्यो भने 100 पिस दिने 50 पिस भन्यो भने 50 पिस दिने यस्तो टाइपको मान्छे चाहिएको मलाई टेन्सन भइरहेछ। अनि फेरि नेपालमा पनि होइन इन्डियाबाट सामान आयो नि त अनि एकैचोटि धेरै हालौँ भने नजाला भन्ने डर लाग्छ कि कुनै जाँदैन नि त रातिर त्यस्तो छैन कस्तो बजाएको छ चिर हरियाली पानीले पनि होला राम्रै छ। अब अलि फेरि पोल्युसन सुरु भइहाल्छ अलि धेरै भएको लागि म बोलेको म त जान्छु अब लुगा सुगा फेर्छु अलि रिप्लाई त दिइरहेको थिएँ के भयो यो प्याक गर्नु छ 2टा जति प्याक गर्छु आज पनि एनसेप जानुपर्छ होला एउटा सामान चाहिँ के पुऱ्याउनु जानुपर्छ भेट्छु ल हजुरहरूले। गाइस यहाँ हेर्नु हाम्रो चाहिँ पाइप यो काममै नलाग्दो रहेछ है यस्तो पाइप नकिन्नु होला फुट्दा टुक्रा निकाल्दा फेरि फुटेछ यसले यहाँ बुद्धि लाउँदैछ टेप पानी टेपले टास ट्राई गर्ने रे अब गाइस मामले पानी खोल्दै हुनुहुन्छ हुनु रहेछ तर कताबाट अलिअलि ट्यास्यो भने एक मेजो भएको छैन अनि गाइस पानी जाने निजा टेक्नु फुटेर पाइप हेर्नु बन्द जानु पऱ्यो बन्द गरौँ